सो एभ्रीबडी वेलकम ब्याक। आज चाहिँ हाम्रो आई क्याम्पेनको मतलब मध्यबिन्दु हुन्छ नि त्यस्तो अपरेसन गर्ने आई क्याम्पको हाम्रो आज चाहिँ पहिलो दिन भनौँ। आजदेखि चाहिँ सुरु हुँदैछ अनि आई एम गेटिङ रेडी है। सो लेट्स सी अब कस्तो हुन्छ। अनि मेरो ड्युटी चाहिँ आज नि एकलव्य स्कुलमा परेको छ, त्यही हो। अब लेट्स सी अब के हुन्छ होइन। मजा आउनेवाला छ। मैले आइरन गरिसकेँ, म नुहाइसकेँ होइन। एभ्रिथिङ इज डन। मैले कपडाहरू प्याक गरिसकेँ। अब हल्का खाने, त्यसपछि सी आइ एम रेडी राइट होइन। अब एउटा मात्र प्रब्लम छ क्या, मसँग ब्ल्याक कलरको सक्स नै छैन क्या। अनि सबलाई थाहा छ अब के हुन्छ यहाँ। म मेरो बहिनीको लगाउँछु। अब हाम्रो सवारी चाहिँ सुरु भइसक्यो। अब हामी चाहिँ पिपल रोड जानेछौँ होइन। मैले मोजा भेटिनँ क्या, मैले हरियो मोजा लगाएँ। अनि मैले ड्रेस कोड फलो गरेँ लाइक, बट इट्स फाइन किनकि अब चेक हुँदैन होला होइन। मैले बुट लगाएको छु, इट्स नट अ बिग डिल। सो अब हामी चाहिँ एकलव्य स्कुल आइसक्यो। हाम्रो सोच्नु यहाँ त हुनुहुन्छ आयो भने आयो। यो एकलव्य स्कुलबाट 7जना हुनुपर्ने। It's only like 4 people, alright? Oh! Yeah. 3 people. नाम टिपटाप हुँदैछ यहाँनिर चाहिँ। मैले सोचिरहेको थिएँ कति धेरैजना मान्छे हुनुहुन्छ होला भनेर। हाम्रो 7जना मात्रै रहेछ कि त्यो भएर म अनि ग्रुपमा नाम पठाएको थिएँ। अनि हामी 2जना मात्रै छ एकलव्य स्कुलमा। आई वाज लाइक ओ माई गड जस्तो लाग्यो। तर पछि मान्छे हेर्दाखेरि त 7जनामा एकजनाको नम्बर छैन, कसरी कन्ट्याक्ट गर्ने थाहा छैन। त्यो मान्छे जानुहुन्न होला कि अहिले लास्टमा आउनुहुन्छ। अनि बानी आँखाको अपरेसन गर्ने होइन र? साथी मात्रै जाने पछि कहिले गर्छन् बुढा पछि। डक्टरलाई लेटर दिनुपर्छ क्या अपरेसन गर्नेमा डक्टरले। अनि उनीहरूले एप्रुभ गरेपछि मात्रै गर्नुपर्छ। ल बिस्तारै बस्नुहोस् तपाईँहरू सबैजना। ल बा जाने न जाने रे? छोड्न मात्र आउनु बा। अब हामी चाहिँ गीताञ्जली स्कुल आइसक्यौँ होइन। पेसेन्टहरू चाहिँ अलि धेरै नै हुनुहुन्छ एकलव्यको भन्दा, एज यु क्यान सी। सो अनि बिरामीको एकजना कुराको एकजना जानु पर्दैन। बिरामीको मान्छे कोही पनि नजानु होला। अनि धेरै न होइन कि त्यहाँ मान्छे धेरै हुन्छन्, बुझ्नु भएन? अनि तपाईँहरूलाई बस्ने ठाउँ हुँदैन। भरे आउने हो भने तपाईँ आफ्नो स्वरले फर्किनु भयो भने फर्किनु भयो। बुढे यहाँ बाबाहरूलाई आजै अपरेसन भयो भने आज फर्काउँदैन। हेर्नुहोस् है, फेरि कि तपाईँहरूले अपरेसन गरेपछि घर लिएर आउने, फेरि भोलि बिहान अपरेसन टाँगा खोल्नलाई फेरि लाने गर्नु हो भने चाहिँ जानु होला। होइन भने हामीले सधैँ यहाँबाट लगिरह दोहोऱ्याएर जानु लाग्नु भएको कोही हुनुहुन्छ यहाँ हुनुहुन्छ। त्यही त पहिला गएर लगेर लिएर आएको। तपाईँलाई कुर्ने मान्छे लगाएको थियो, चाहिन्छ त्यहाँ कुर्ने मान्छे चाहिन्छ चाहिँदैन। त्यहाँ सबै गरिदिन्छन्, चिया खुवाउने, पानी खुवाउने, टोइलेट लाने। नाम लिस्ट लेखिरहेको छु है। समर्पण भाइ यहाँ हुनुहुन्छ, म यता छु, म पोस्ट गर्दै हुनुहुन्छ। सबैजना यहाँ हुनुहुन्छ। यस्तो गाडीहरूले यस्तो नराम्रो अक्षर हानी लाइक सो ब्याड। बसबाट झरिसक्यो सबैजना, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ गुम्बा आइसक्यौँ, एज यु क्यान सी। पिसफुल सेकेन्ड।
लुक एट दिस यहाँ हराउँछ मान्छे सो यस्तो छ यहाँ बस्ने ठाउँ चाहिँ होइन अनि हामी चाहिँ बेन्च खोज्दै होइन बेन्च भेटेन सो यहाँ सब छ अब हाम्रो टोलीको चाहिँ सकिसक्यो होइन आहा यो मान्छेले नाम लेखा हो सब मिस्टेक लेखा होला सर इङ्ग्लिस यो चाहिँ टोइलेटभन्दा बाहिरको भ्यू है साथीहरू यो चाहिँ टोइलेटभित्र भ्यू हामी चाहिँ खाना खोजीमा जान्छौँ होइन अब साथीहरू मेरो हातमा चाहिँ क्यामेरा आइसकेको छ होइन अनि हामी चाहिँ भट्टी जति सक्छ त्यति फोटो खिच्न पर्छ है सो लेट्स क्लिक एज मेनी फोटो एज यो चाहिँ हो पुलहारी गुम्बा है दिस इज पुलहारी गुम्बा कम्पेयर टु लास्ट इयर यो वर्ष चाहिँ अलिक कम मान्छे आउनु भएको कम एज यु क्यान सी पहिला चाहिँ यो ग्राउन्ड पुरै नै भरेको हुन्थ्यो क्या लाइक लिटरली यो पुरै ठाउँ भरे हुन्थ्यो अनि त्यो पनि पुरै भरेको हुन्थ्यो कस्तो भइरहेछ कस्तो कतिजनाको नाम लेख्नुभयो सब 50 My first time taking an interview of a person and as I say हामीसँग हुनुहुन्छ अन्जु शिव भक्ति म्याम instructor so ma'am how is everything going Nice. तपाईँको फर्स्ट टाइम Yes. लाइक घुम्न आउनु भएको थियो कि थिएन पहिला कति आयो कलेज चाहिँ हो नारायण आइन्छ ओके म सर्भिस क्याम्प चाहिँ फर्स्ट टाइम सो अनि त्यसपछि हजुरको एक्सपेक्टेसनहरू चाहिँ के थियो यहाँ आउनुभन्दा अगाडि यस्तो हल्ला हुन्छ भनेर थाहा थियो कि थिएन कति शान्तै हुन्छ होला भन्दा त्यति धेरै मान्छे हुन्छ भनेर यसो गरेको अझै यता कमकै पोरपाराको मान्छे देख्यो भने म तौसिन्थेँ होला ओके ओके मलाई भिडभाडमा बस्ने पानी छैन नि त त्यही माथि गएर लिने आफै जाने आफै गएर त्यो उसो लिने खाने ल जा खाना खाएर आउनु हुन्छ हजुरको नाम अनि हजुरको ऱ्याङ्क कस्तो ऱ्याङ्क गर्ने हजुर कुन ब्याचमा हुनुहुन्छ भन्ने सोध्नु अनि तपाईँको यहाँनिर कति दिन भयो आज आज भर्खरै आएको अनि तपाईँको यहाँ आउनुभन्दा अगाडि एक्सपेक्टेसन चाहिँ कस्तो थियो मैले सोचेको थिएँ यहाँ कोही पनि हुँदैन लाइक डक्टरहरू मात्र अनि हाम्रो उसको मात्र हुन्छ सोचेको अब यसपछिको एक्सपेक्टेसन चाहिँ के छ नि अब तपाईँले नामहरू लेख्नुभयो अनि आफ्टर दिस के गर्नुपर्छ जस्तो लाग्छ अब आएन मलाई जे काम दिन्छन् म त्यही गरेर अब हामी चाहिँ खाना खान लागेको होइन साथीहरू एज यु क्यान सी लास्ट टाइम चाहिँ मैले 2टा कचौरामा खाएको थिएँ मलाई 1 कचौराले पुगेन अनि मैले 2टा कचौरा अनि भरे बेलुका डिनर चाहिँ 2 balls of rice I will eat as a day 1 and it's really nice खाना so peaceful out here like I basta also like here so like I'm just that's a cotton tree guys literally those white things you see those all are cottons and here's a garden beautiful
So as you can see, this is Phulahari Gumba, होइन यहाँनिर त्यस्तो घुम्न चाहिँ आउनु पाउँदैन होला I don't know है, but it's super peaceful like. मैले चाहिँ रजिस्ट्रेसनको काम पाइसकेँ होइन, सो वी आर डुइङ रजिस्ट्रेसन. मेरो काम चाहिँ यही हो. अब कतिजना पेसेन्ट्सहरू आउँदै हुनुहुन्छ होला, सो this is the place where everything is happening. Operation हुने यही हो. Everything. Here. Like this is the outside of the Kumba. Right, you can see. Just look at the design over there. Oh my god. Right here. And here is a blood sample take huँदैछ. Now you can see, and here is everything. आमा आउँदा दिन्छ. यहाँ चाहिँ सबै कुरा भइरहेछ, तर केही भएको छैन सबै कुरामा त. आज हाम्रो चाहिँ अब होइन सकिसक्यो. आज पहिलो दिन एभ्रिथिङ इज फिनिस्ड. अब हाम्रो चाहिँ खाना आउँदैछ है. भाइहरूले खानाको लागि भाँडो दिँदै हुनुहुन्छ. सो हाम्रो वाट्सएप म 2 गजर खाने भने 2 गजर खाइसकेँ होइन. अनि आजको पहिलो दिन चाहिँ हाम्रो सकिसक्यो. सबैजना यहाँ खाना खाँदै हुनुहुन्छ. सो मैले 2 गजर खाने भनेको थिएँ, मैले 2 गजर खाइसकेँ होइन. अनि अब खान्छु म चाहिँ यति नै होइन. अनि अब आजको दिन चाहिँ सक्यो. सो आई विल मिट यु गाइज टुमोरो मर्निङ. गुड नाइट एभ्रिबडी.